Today I am going to teach soil mechanics. Soil mechanics पनि एकदमै एक्जाम ओरिएन्टेड सर्ट क्लिप्सहरू या सर्ट नोटहरू बनाएको छु. अलिअलि फिगरहरू पनि बनाएको छु. एक्जाम ओरिएन्टेड मात्रै छ. तपाईहरुको एक्जाम आउन बाँकी छ, त्यही भएर एक हप्ता जस्तो बाँकी होला. त्यही भएर इभिनिङमा यतिकै सुत्ने टाइममा हेर्दै सुते पनि हुन्छ. सुरुमा चाहिँ अब हामी सोइलको डिपोजिटेड बाइ सोइलहरू चाहिँ केबाट डिपोजिटेड हुन्छ. एलुभियल सोइलहरू चाहिँ रिभरबाट डिपोजिटेड हुने भयो. एलुभियल बी छ, रिभर सम्झिने. मेरिन सोइल भनेको सी वाटरबाट. ल्याकोस्ट्रियन सोइल भनेको स्टिल वाटर भन्ने बित्तिकै अब के पर्छ भन्दाखेरि पोन्ड्सहरू पर्ने भयो, अनि हाम्रो लेक्सहरू पर्ने भयो हैन. अनि त्यसै गरेर एओलियन सोइल, एओलियन भन्ने बित्तिकै विन्डबाट. ग्लेसियल सोइल भन्ने बित्तिकै आइसबाट डिपोजिटेड हुने भयो. लोएस भनेको चाहिँ के हो, यो प्राय एक्जाममा सोधि पनि रहेको हुन्छ अब्जेक्टिभमा. लोएस भन्ने बित्तिकै चाहिँ हामीले कुन सोइल भन्छौँ, एओलियन सोइल. अब सोइलको सिस्टमहरू हेरौँ. सोइलको सिस्टममा चाहिँ मैले सबै ह्यान्ड नोट बनाएर राखेको छु सजिलो हुन्छ भनेर. थ्री फेज सिस्टममा एयर, वाटर र सोलिड हुने भयो. त्यसै गरेर टु फेज सिस्टममा फुल्ली स्याचुरेटेड र ड्राई सोइल, फुल्ली स्याचुरेटेड ड्राई सोइल हुने भयो हैन. एयर, वाटर र सोलिड. अब फुल्ली स्याचुरेटेडमा वाटर र सोलिड हुने भयो. यो हामीले ब्याचलर पढेको कुरा हो. यसमा एयर र सोलिड हुने भयो. फिगर बनाएको बुझाउनलाई मात्रै. अब सर्टेन फर्मुलाहरू सोध्छ. अब फर्मुलाहरूमा चाहिँ एक्जाममा कुनै अब सिम्पल यसको अब वेट अफ वाटर र वेट अफ सोलिड दियो भने वाटर कन्टेन्ट निकाल्नु भनेर फर्मुला सोध्छ. यो चाहिँ एकदम सम्झिनुपर्छ. भोइड रेसियोको फर्मुला के हुन्छ, भोल्युम बाई भोइड पर रेसियो अफ भोल्युम बाई भोल्युम अफ सोलिड भनेको के हो भनेर सोध्छ. पोरोसिटीको सोध्ने भयो. त्यसपछि डिग्री अफ स्याचुरेसनको भयो. ग्यास इज इक्वल टु VW बाई VB इन्टु 100. यो चाहिँ रट्नै पर्यो. एयर कन्टेन्ट एससी भनेको VA बाई VB 1 माइनस यास. बल्क युनिट वेट भनेको W बाई V. अर्को एउटा हुन्छ WS बाई वेट अफ सोलिड प्लस वेट अफ वाटर बाई VA प्लस PW प्लस VS भयो. ड्राई युनिट वेट WS बाई V भयो. स्पेसिफिक ग्राभिटीको सोध्छ. स्पेसिफिक ग्राभिटी अनि त्यसपछि भोइड रेसियो दिएर यो निकाल्ने पनि सोध्छ कहिलेकाहीँ हैन. त्यसपछि डिटर्मिनेसन अफ युनिट वेट कसरी डिटर्माइन गरिन्छ भन्दाखेरि चाहिँ कोर कटर मेथड भनेको फिल्ड मेथड हो. अब कोर कटर मेथडहरू चाहिँ केमा सुटेबल हुन्छ भने फाइन ग्रेन र क्ले सोइलहरूमा सुटेबल हुन्छ. यो सोधिरहेको हुन्छ. त्यसपछि केमा चाहिँ नट सुटेबल हुन्छ भने स्टोनी ग्राभेली सोइलहरूमा, ड्राई सोइलहरूमा चाहिँ नट सुटेबल हुन्छ. त्यसपछि अर्को छ वाटर डिस्प्लेसमेन्ट मेथड. कोहेसिभ सोइलहरूमा मात्रै सुटेबल हुन्छ. स्यान्ड रिप्लेसमेन्ट मेथडहरू चाहिँ फिल्ड मेथडै भयो. ग्राभली स्यान्डी ड्राई सोइलहरूमा सुटेबल हुन्छ. अब फ्लो इन्डेक्सको फर्मुला. फ्लो इन्डेक्स तल मैले अब्जेक्टिभ क्वेसनहरू राखेको छु, त्यसमा नै फर्मुलाहरू आउँछ. त्यही भएर मैले धेरै डिटेल गइरहेको छैन. W1 माइनस W2 बाई लग 10 ब्र्याकेट N2 माइनस N1 भयो. IT भनेको IP बाई IF हुने भयो हैन. यो कहिलेकाहीँ न्युमेरिकल त सोध्दैन, कहिलेकाहीँ थ्योरी बेसिसमै सोधिदिन्छ. अब कम्प्याक्सन र कन्सोलिडेसनको डिफ्रेन्स यो चाहिँ एकदम धेरै सोधिरहेको हुन्छ. कम्प्याक्सन र कन्सोलिडेसनको चाहिँ रिडक्सन इन भोल्युम अफ एयर भोइड्सहरू रिडक्सन भयो भने एउटा गिभन वाटर कन्टेन्टमा कम्प्याक्सन भयो. एक्सपल्सन अफ एयर भन्यो भने चाहिँ कन्सोलिडेसन भयो. एक्सपल्सन अफ एयर चाहिँ कम्प्याक्सन भयो. एक्सपल्सन अफ पोर वाटर भनेको चाहिँ कन्सोलिडेसन भयो. पार्सियल्ली स्याचुरेटेड सोइलमा हुन्छ कम्प्याक्सनहरू. कम्प्लिटली स्याचुरेटेडमा कन्सोलिडेसन हुने भयो. यो चाहिँ इन्स्टेन्टेनियस फेनोमेना भयो भने त्यो चाहिँ टाइम डिपेन्डेन्ट हुने भयो. अब क्विक्स एन्ड कन्डिसन इन केस अफ अप्पर सिपेज, यसको चाहिँ डेफिनेसन सोध्छ है प्रायः जस्तो. इन केस अफ upward seepage flow, if the upward seepage force becomes equal to the buoyant वेटमा चाहिँ upward seepage फोर्सहरू चाहिँ इक्वल हुन्छ नि, त्यो भनेको क्विक्स एन्ड कन्डिसन भयो. द इफेक्टिभ स्ट्रेस चाहिँ यसमा कति हुन्छ, 0 हुन्छ. अब अर्को फर्मुला छ क्रिटिकल ग्रेडियन्ट हाइट. यसको जी दिएको हुन्छ, ई दिएको हुन्छ. क्रिटिकल ग्रेडियन्ट निकाल भनेर सोधिरहेको हुन्छ कतिचोटि. यसको फ्याक्टर अफ सेफ्टी भनेको ICR बाई IE हुने भयो. क्विक्स एन्ड कन्डिसन चाहिँ कस्तो ठाउँमा अकर गर्छ भन्दाखेरि चाहिँ
क्विक स्यान्ड भन्ने बित्तिकै हामीले के सम्झिनु पर्यो, स्यान्डमा आकर गर्छ सम्झिनु पर्यो, क्लेमा गर्दैन सम्झिनु पर्यो, किनभने क्लेमा क्वेसन एक्जिस्ट हुन्छ। क्विक स्यान्ड भन्ने बित्तिकै हामीले माथि क्वेसनलेस भनेर पढेका छौँ। त्यसपछि डार्सी ल हेरौँ। डार्सी लको फर्मुला हुन्छ क्यु इजिकल टु KIA, यो फर्मुला नै सोध्छ। बसिलिस्क्युस इक्वेसन भनेको 3Q/2πz² मल्टिप्लाई 1/1 प्लस R/z को स्क्वायरको पावर 5/2 पावर 5/2 है सम्झिनु। यसको अप्सनमा चाहिँ पावर 3/2 2/3 2/5 राखेर सोधिरहेको हुन्छ। सिपेज क्यालकुलेसन KH × NF/ND भयो। अब धेरै न्युमेरिकल बेस्ड क्वेसनहरू त सोध्दैन होला, किनभने 1 मार्क्स बनाइदिएको छ अहिले एनएससीको। पहिला चाहिँ 2 मार्क्स भएकोले एकदम न्युमेरिकल बेस्ड सोध्थ्यो। अब चाहिँ सायद पिएचसीको जस्तो सोध्छ होला जस्तो लाग्छ है, यो पालि थाहा हुन्छ। क्लासिफिकेसन अफ ल्याटरल अर्थ प्रेसर। एक्टिभ अर्थ प्रेसरको फर्मुला हुन्छ KA 1 - K = 1 - sin phi/1 + sin phi। अर्थ प्रेसर एट वाल मुभ्स अवे फ्रम ब्याकफिल हो। एक्टिभ अर्थ प्रेसर भन्ने बित्तिकै के हो भन्दाखेरि चाहिँ वाल मुभ्स अवे फ्रम ब्याकफिल भन्दा अवे चाहिँ वालहरू मुभ गर्छ भनेको हो होइन। यो भनेको चाहिँ यस्तो हुन्छ, यो भनेको ब्याकफिल भयो होइन। वाल चाहिँ ब्याकफिलबाट अवे मुभ गर्छ क्या, यसरी यहाँबाट चाहिँ यो भयो। अब अर्थ प्रेसर एट रेस्ट भनेको चाहिँ वाल डज नट मुभ एट अल भयो। प्यासिभ अर्थ प्रेसर भनेको चाहिँ ब्याकफिल टुवर्ड्स द ब्याकफिल चाहिँ वाल मुभ हुने भयो। यो भनेको हाम्रो सियर वाल भयो, यो चाहिँ टुवर्ड्स द ब्याकफिल मुभ भयो। फिगर बनाउन एकदम अप्ठ्यारो भयो, त्यही भएर टुवर्ड्स द ब्याकफिल मुभ भयो, टुवर्ड्स द ब्याकफिल मुभ भयो। यो चाहिँ यो वाल चाहिँ अवे फ्रम द ब्याकफिल मुभ भयो क्या। यसको फर्मुला हुन्छ 1 + sin phi/1 - sin phi, त्यही नै भयो। एक्टिभ अर्थ प्रेसर फर कोहेसिभ भनेको कोहेसिभ सोइलको लागि एक्टिभ अर्थ प्रेसर भनेको चाहिँ के हुन्छ भन्दाखेरि PA = KA - γz - 2CKA। यो ZC निकाल्ने पनि सोध्छ कहिलेकाहीँ याद सी निकाल्ने पनि सोध्छ। त्यसपछि नेट सेफ बियरिङ क्यापासिटी हेरौँ। नेट सेफ बियरिङ भनेको अल्टिमेट बियरिङ क्यापासिटी बाई याफ हो। यस QNS भनेको चाहिँ QNU/याफ भयो। QNU भनेको नेट अल्टिमेट बियरिङ क्यापासिटी भयो होइन। अनि त्यसपछि प्लेट लोड टेस्टको फर्मुला सोध्छ। प्लेट लोड टेस्ट भनेको SF/SP भनेको BF × BP + 0.3 BP/BP × BF + 0.3 को होल स्क्वायर। फर स्यान्डीलाई चाहिँ यो भयो, फर क्लेलाई चाहिँ SF/SP = BF/BP यो हुने भयो। अब यो चाहिँ प्लेट लोड टेस्टहरू चाहिँ के को लागि के क्यालकुलेट गर्न युज गरिन्छ भन्दा बियरिङ क्यापासिटी भयो, अलाउएबल बियरिङ क्यापासिटी, सेफ सेटलमेन्ट। अब SPT स्ट्यान्डर्ड पेनिट्रेसन टेस्ट भनेको ग्रानुलर सोइलमा युज हुन्छ। अप्लाइड स्प्लिट स्याम्पलरहरूलाई चाहिँ समथिङ डेप्थमा ड्राइभ गरिन्छ। 63.5 kg वाटर एमर प्रोभाइड गरिन्छ क्या अरे। यस्तै के छ ओभरबर्डन करेक्सन को फर्मुला यो भयो। डाइलेटेन्सी करेक्सनको फर्मुला सोधिरहेको हुन्छ, यो पनि पढ्नु पर्यो। अनि अर्को छ बोरिङ र मेथड। अगर बोरिङ के को लागि युज हुन्छ त भन्दाखेरि पार्सियली सेचुरेटेड स्यान्डमा युज हुन्छ, सिल्टमा, मिडियम टु स्टिफ क्लेमा कुन क्लेहरूमा युज हुन्छ सोध्छ। गिभ्स हाइली डिस्टर्ब स्याम्पलहरू दिन्छ। सुइटेबल फर स्मल डेप्थ अफ एक्सप्लोरेसन। हाइवेहरूमा त स्मल डेप्थहरू बनाइन्छ नि, त्यस्तो बेला युज हुन्छ। वास बोरिङ भनेको डिस्टर्ब स्याम्पल दिन्छ। हार्ड सोइलहरूमा युज हुँदैन। रक सोइल कन्टेनिङ बोल्डरहरूमा युज हुँदैन। पर्कसन बोरिङ भनेको बोल्डर ग्राभल स्ट्राटामा युज हुन्छ।
रोटरी बरिङ भनेको चाहिँ गिभ लेस डिस्टर्ब स्याम्पल। अब डिस्टर्ब र अनडिस्टर्ब स्याम्पल भनेको के हो भन्दाखेरि चाहिँ जब हामीले खन्दाखेरि चाहिँ नेचुरल सोइल स्ट्रक्चरहरू मोडिफाइड हुन्छ, डिस्ट्रोय हुन्छ स्याम्पलिङ गर्दाखेरि भने त्यसलाई डिस्टर्ब भन्छ भने अनडिस्टर्ब भनेको नेचुरल हुने भयो क्या। मिनरल प्रोपर्टिजहरू अनडिस्टर्ब स्याम्पलमा प्रिजर्भ गरिने भयो, सोइल स्ट्रक्चर पनि प्रिजर्भ गरिने भयो। इनसाइड क्लियरेन्स रेसियोको फर्मुला सोध्छ, यो सम्झिनुहोस्। आउटसाइड क्लियरेन्स रेसियोको फर्मुला सम्झिनु। आउटसाइड क्लियरेन्स रेसियो चाहिँ जहिले पनि इनसाइडभन्दा ग्रेटर हुन्छ। एरिया रेसियो भनेको d2 स्क्वायर माइनस d1 स्क्वायर बाई d1 स्क्वायर 100, यो सम्झिनु। रिकभरी रेसियो भनेको रिकभरी लेन्थ अफ स्याम्पल रेसियो अफ पेनिट्रेसन लेन्थ अफ स्याम्पल भयो। अब इक्जाम बेस्ट क्वेसनहरू हेरौँ है त, इक्जाम आस्क्ड क्वेसन भनौँ, किनभने सबै पास्ट क्वेसनको है। पास्ट क्वेसनको द ओइडोमिटर। ओइडोमिटर भन्ने बित्तिकै ल्याबोरेटरी डिभाइस हो, एउटा ल्याबोरेटरी डिभाइस हो। ओइडोमिटर भन्ने बित्तिकै ल्याबोरेटरी डिभाइस चाहिँ के को लागि युज हुन्छ भन्दाखेरि चाहिँ कन्सोलिडेसनको लागि युज हुन्छ। पर्मिएबिलिटी भनेको चाहिँ कन्स्ट्यान्ट हेड मेथडको लागि युज हुन्छ। फर कोर्स सोइलमा चाहिँ, फाइन सोइलमा चाहिँ फलिङ हेड मेथडको लागि युज हुन्छ। कोहेसिभ सोइलमा अघि भर्खर पनि मैले फर्मुला बेस्डमा पनि भनिदिएको थिएँ। फर्मुला के हुन्छ, KA माइनस सिग्मा जेड माइनस 2C KA सोधेको रहेछ इक्जाममा। प्यासिभको त्यसै गरी एक्टिभमा माइनस छ, प्यासिभमा प्लस छ, बाँकी सबै सेम हो। KP प्यासिभ अर्थ प्रेसरको सोध्छ, KA एक्टिभ अर्थ प्रेसरको सोधेको हुन्छ। सरी, वाट वुड बी द इफेक्ट अन इफेक्टिभ स्ट्रेस वाटर टेबल इज अबभ द ग्राउन्ड लेभल। वाटर टेबल ग्राउन्ड लेभलभन्दा अबभ हुँदाखेरि चाहिँ के इफेक्ट हुन्छ त भन्दाखेरि केही पनि इफेक्ट हुँदैन, रिमेन्स कन्स्ट्यान्ट हुन्छ। इफेक्टिभ स्ट्रेस डिक्रिज हुन्छ, रिमेन्स कन्स्ट्यान्ट हुन्छ। वाटर टेबलभन्दा ग्राउन्ड लेभलभन्दा माथि भयो भने चाहिँ, जस्तो इफेक्टिभ स्ट्रेस चाहिँ यसमा कन्स्ट्यान्ट हुन्छ के, ग्राउन्ड लेभलभन्दा माथि भयो भने वाटर टेबल चाहिँ है, यो सम्झिनु पर्यो। म्याक्सिमम पर्मिसिबल इसेन्ट्रिसिटी भनेको चाहिँ कति हुन्छ भन्दाखेरि b/6 हुने भयो हैन। अब इसेन्ट्रिसिटीको अलिकति के हेरौँ भने, इसेन्ट्रिसिटी म्याक्सिमम पर्मिसिबल त b/6 हुने भयो। इसेन्ट्रिसिटी इज ग्रेटर देन b/6 भयो भने टेन्साइल स्ट्रेस अकर्स। टेन्साइल स्ट्रेस अकर्स। may leads to cracking. cracking भयो हैन। अब त्यसै गरेर E is less than b/6 भने चाहिँ नो टेन्सन फर सेफ डिजाइन हुने भयो। डिजाइन इसेन्ट्रिसिटी 0 भयो भने युनिफर्म स्ट्रेस डिस्ट्रिब्युसन प्रोभाइड्स गर्छ। त्यसै गरेर यहाँ मैले फिगर पनि बनाइदिएको छु। यहाँदेखि यहाँसम्मको b/3 भयो, मिडल थर्ड रुल भनेर यहाँ b/6 भयो। द कोफिसिएन्ट अफ कम्प्रेसिबिलिटी अफ सोइल इज द रेसियो अफ कोफिसिएन्ट, यस्तो रट्नै पर्छ, यो सोध्छ। स्ट्रेन टु स्ट्रेस, स्ट्रेन टु स्ट्रेसको त्यहाँ फर्मुला पनि छ। अल्टिमेट बियरिङ क्यापासिटी अफ स्क्वायर फुटिङ भन्यो भने 0.4 भयो भने स्क्वायर हुन्छ, 0.3 भयो भने सर्कल हुन्छ र 0.5 भयो भने स्ट्रिप हुन्छ। सोइल अफ काठमाडौँ भ्याली भनेको
यसमा चाहिँ अहिले सबै दिएको हुँदाखेरि चाहिँ अल हुन्छ, तर सबै अप्सनहरू दिएको छैन, इफ नट अल भनेर दिएको छैन भने चाहिँ ब्ल्याक सोइल हुन्छ। सबै अप्सन ब्ल्याक, सिल्टी, अर्ग्यानिक सबै हुने भएकोले गर्दाखेरि अल भयो है। कुलम्यान ग्राफ इज युज फर द ग्राफिकल सोल्युसन गिभन कुलम्यान वेज कोलम वेज थ्योरी हो। कुलम्यान थ्योरी होला जस्तो लाग्छ, यो होइन है, जहिले पनि मिस्टेक यहाँ हुन्छ। द एक्स एन्ड वाइ एक्सिस मोर सर्कल रिप्रेजेन्ट नर्मल र नर्मल स्ट्रेस र सियर स्ट्रेस हो। यो एक्स डिरेक्सन भयो भने यो हाम्रो वाइ डिरेक्सन भयो। बियरिङ क्यापासिटी अफ सोइल डज नट डिपेन्ड अन द बियरिङ क्यापासिटी अफ सोइल डज नट डिपेन्ड अन द बी डेप्थ बिलो द फाउन्डेसन। यसमा डिपेन्ड गर्दैन, बी डेप्थ बिलो द फाउन्डेसन। मिडल थर्ड रुल भनेको के हुन्छ भन्दाखेरि डिस्ट्रिब्युसन अफ स्ट्रेस हरू डिटरमाइन गर्छ भने चाहिँ टेन्सन। वाट सुड बी डन टु अभोइड द फ्रिक्सन फेलियर। ड्याममा फ्रिक्सन फेलियर चाहिँ एङ्करेज चाहिँ बटममा प्रोभाइड गर्ने। यो ड्याम भयो, यो ड्यामको बटममा एङ्करेज प्रोभाइड गरेको छ। कोफिसियन्ट अफ युनिफर्मिटी फर्मुला सम्झिने, CU इज ग्रेटर देन 4 ग्रेभल हुन्छ, CU इज ग्रेटर देन 6 स्यान्ड हुन्छ। कर्वेचरको D30 स्क्वायर बाई D60 इन्टु D10। कर्वेचरको 1 इज लेस देन अर इक्वल टु CC इज लेस देन अर इक्वल टु 3 भन्दा कम हुने भयो, CC भन्दा कम। फर वेल ग्रेडेड सोइल प्रिन्सिपल प्लेन्सहरू नर्मल मात्रै हुन्छ। प्रिन्सिपल प्लेन्सहरू चाहिँ सियर स्ट्रेस हुँदैन प्रिन्सिपल प्लेन्समा, यो सम्झिनु पर्यो। नो सियर स्ट्रेस। नो सियर स्ट्रेस हुँदैन। अ बडी इज सब्जेक्टेड टु के छ, डाइरेक्ट टेन्साइल स्ट्रेस दिएको छ 300 MPa, टेन्साइल स्ट्रेस दिएको छ। सिम्पल सियर स्ट्रेस दिएको छ भने म्याक्सिमम नर्मल स्ट्रेस निकाल्ने भनेपछि सियर स्ट्रेस कति दिएको रहेछ, 300। टेन्साइल स्ट्रेस दिएको छ 150, 300 माइनस बाई 2 गरेर, अनि 200 चाहिँ हाम्रो सियर स्ट्रेस दिएको छ। यो फर्मुला लाएर निकाल्नु पर्यो। यो एकदम VBI। वाट इज द फर्मुला फर एक्टिभ अर्थ प्रेसर, अघिदेखि पढेको छौँ। प्यासिभ अर्थ प्रेसर। बियरिङ क्यापासिटी फर्मुला फर कोहेसनलेस सोइल BF/BP इन्टु क्यु। यो सम्झिनु पर्यो। BP/BF र BF/BP मा झुकिन्छ FP सम्झिए हुन्छ। बियरिङ क्यापासिटी इज क्यालकुलेटेड फ्रम SPT टेस्ट, फाइल लोड टेस्ट, अल बियरिङ क्यापासिटी सबैबाट क्यालकुलेट गरिन्छ। सियर स्ट्रेन्थ अफ कोहेसनलेस सोइल डज नट डिपेन्ड अपन द हिस्ट्री अफ स्ट्रेस। सियर स्ट्रेन्थ स्ट्रेस हिस्ट्रीमा डिपेन्ड गर्दैन। सेटलमेन्ट फर्मुला फर कोहेसनलेस सोइल अघि भर्खरै भनेको थिएँ, यहाँ माइनस माइनस दिएको छ, प्लस प्लस हुन्छ। यो सम्झिनु पर्यो, फर्मुला रट्नै पर्यो, कम्पेयर गरेर रट्नु पर्यो, रङ कसरी भयो राइट कसरी भयो भनेर। वाट इज द इम्पोर्टेन्स अफ प्रोभाइडिङ कोर। कोरले इन्टरनल इरोसन पनि कन्ट्रोल गर्ने काम गर्छ, त्यसै गरेर सिपेज पनि, वाटर सिपेजहरू कन्ट्रोल गर्ने काम गर्छ। वाट इज द टाइप अफ सोइल विच हेभ PI बिलो ए लाइन भनेको, ए लाइनको बिलो PI भनेको लिक्विड, अर्ग्यानिक, हाई प्लास्टिसिटी, लो प्लास्टिसिटी सबै हुन्छ भनेर पढे हुन्छ। अल टाइप्स अफ सोइल। सोइल एक्जिस्ट इन 4 स्टेट, सोलिड, सेमी सोलिड, प्लास्टिक, लिक्विड। सोइल मासेज यो हामीले एजम्सनमा पढेकै कुरा हो, होमोजिनियस। स्ट्याप फुटिङ आर युज इन द फाउन्डेसन टु ट्रान्सफर द लोड। आइसोलेटेड कोलम भन्यो भने डिस्टेन्स बिट्विन द कोलम इज लङ, होइन। फर प्योरली कोहेसिभ सोइल द बियरिङ क्यापासिटी इज गिभन बाई विच अफ द फलोइङ इक्वेसन्स। यो 5.7 C प्लस सिग्मा वाला हो। विच टेस्ट गिव्स गुड रिजल्ट फर रिच मिक्सेस, स्लम्प टेस्ट। वाट इज द रिकमेन्डेड भ्यालु अफ सियर फ्रिक्सन
फ्याक्टर अगेन्स्ट स्लाइडिङ मोर देन 3 to 5 यहाँ छ फर्मुला द डिस्टेन्स बिट्विन टु स्याम्पल इन अ पेनेट्रेसन टेस्ट सुड बी 10 mm मिनिमम हुन्छ मिनिमम 10 mm हुनपर्छ डिस्टेन्स चाहिँ फर्मुला नर्मल स्ट्रेसको फर्मुला सियर स्ट्रेसको फर्मुला अघि हामीले न्युमेरिकल गरे जस्तो भयो इफ देयर आर 2 or more columns in a foundation then what is the name of the foundation 2 भन्दा बढी कोलम यस्तो भयो भने कुन हुने भयो कम्बाइन्ड फुटिङ भयो combined bearing capacity does not depend upon the soil type of foundation water table यसमा डिपेन्ड गर्दैन डिपेन्ड्स अपन द सरी केमा डिपेन्ड गर्छ त्यही त सोच्दैछु डिपेन्ड्स अपन द टाइप अफ सोइलहरुमा फाउन्डेसनहरुमा वाटर टेबल डेप्थहरुमा सबैमा डिपेन्ड गर्छ अब त्यसै गरेर बियरिङ स्ट्रेस दिएको छ बियरिङ स्ट्रेसको फर्मुला लगाएर एंगल दिएको हुन्छ 30 डिग्री दिएको छ एंगल अफ फ्रिक्सन 180 मीटर क्यूब बियरिङ स्ट्रेस दिएको छ युनिट वेट हामीलाई दिएको छ 20 किलो न्यूटन मीटर क्यूब सब राखेर निकाल्यो भने यहाँ एंगल के युनिट पनि मिलेको छ 20 30 डिग्री राखेर हेर्नुस् कति आउँछ आन्सर 1 मिटर आउँछ मिनिमम डेप्थ बिलो 500 mm फुटिङ स्लम टेस्ट इज युज्ड टु मेजर स्लम टेस्टले कन्सिस्टेन्सी मेजर गर्छ पाइल फाउन्डेसन स्लम टेस्टले कन्सिस्टेन्सी मेजर गर्छ हामीले त कम्प्याक्ट गरेर गर्छौं पाइल फाउन्डेसन इज व्हिच अफ द फलोइङ पाइल भनेको डिप भयो स्यालो भनेको स्ट्रिप भयो स्प्रेड भयो कम्बाइन भयो स्ट्र्याप म्याट भयो हैन डिपमा चाहिँ पाइल भयो पायर भयो केसियन भयो हैन अब यसमा अर्को एउटा कुरा पनि के एड गर्न मिल्छ भने depth is greater than width shallow foundation width यो भयो अब consolidation settlement occurs due to expulsion of water voids compaction भनेको एक्सपल्सन अफ एयर voids यो एकदम धेरै सोधेको छ मोस्टली आस्क मा पर्यो हैन द सोइल व्हिच हैज बीन एक्टेड अपन बाइ स्ट्रेस ग्रेटर देन प्रेजेन्ट स्ट्रेस भनेको ओभर कन्सोलिडेटेड भयो प्रेजेन्ट स्ट्रेस भन्दा एक्टेड अपन बाइ स्ट्रेस ग्रेटर देन पहिला गरेको प्रेजेन्ट भन्दा बढी under consolidated not fully consolidated soil near the river banks under भयो pre consolidated more in past the soil which has been acted upon by present अहिले भन्दा पहिला काम गरिसक्दा स्ट्रेस बढी हुने भनेको ओभर कन्सोलिडेटेड भयो which foundation is constructed in group pile पाइललाई यसरी यस्तो हुन्छ 1 2 3 or more यसरी राख्न सकिन्छ angle subtended by rigid cone below the foundation with respect to horizontal 45 degree plus 5/2 माइनस भयो भने प्यासिभ जोनमा भयो क्वेशनले के सोधेको छ भन्दा रिजिड कोन भनेको छ रिजिड कोन भनेको यो एरिया भयो अब द मैक्सिमम वाटर कंटेंट एट व्हिच अ रिडक्सन इन वाटर कंटेंट डज नट कज डिक्रिज श्रिंकेज भयो मैक्सिमम कुनमा भयो त यो वाटर कंटेंट भयो यो माथि यता भोल्युम भयो अब मैक्सिमम कुनमा भएको छ त श्रिंकेजमा भएको छ प्लास्टिसिटी इंडेक्स को फर्मुला
यो फर्मुला सोध्छ, अरू त केही सोध्दैन। प्लास्टिसिटी इन्डेक्सको फर्मुला अनि लिक्विडिटी इन्डेक्सको फर्मुला, कन्सिस्टेन्सी इन्डेक्सको फर्मुला सोध्छ। अब द बोइड रेसियो अफ अ सोइल इज यति दिएको छ 0.68। अघि भर्खर हामीले पढाएको थियौँ नि क्रिटिकल ग्रेडियन्ट भनेर, त्यो सोध्छ। 1 आयो यसको एन्सर। क्यालकुलेटर दिन्छ के अरे, यानिसीले क्यालकुलेटर दियो भने हेर्नु 1 हानेर हेर्नु। फर्मुला फर एरिया रेसियो फर्मुला, द एक्टिभ अर्थ प्रेसर अफ अ सोइल इज डिफाइन्ड एज द ल्याटरल प्रेसर एक्जर्टेड बाई द सोइल। एक्टिभ अर्थ प्रेसर अफ अ सोइल इज डिफाइन्ड एज द ल्याटरल प्रेसर एक्जर्टेड बाई द सोइल। एक्टिभ अर्थ प्रेसर भनेको चाहिँ के हो अरे भन्दा सोइलले एक्जर्ट गरेको ल्याटरल प्रेसर हो भने चाहिँ कहिले त रेस्टमा आउँदा एट रेस्ट भयो, व्हेन द रिटर्निङ वाल हेज नो मुभमेन्ट रिलेटिभ टु ब्याकफिल एट रेस्ट हुने भयो। एक्टिभ अर्थ प्रेसर भनेको चाहिँ व्हेन द रिटर्निङ वाल टेन्ड्स टु मुभ अवे फ्रम द ब्याकफिल। अघि भर्खर हामीले त्यो इमेज बनाएर पढेको थियौँ नि, अवे फ्रम द ब्याकफिल। यो चाहिँ ब्याकफिल भयो, यो चाहिँ ब्याकफिल भयो, यो चाहिँ वाल भयो। अवे फ्रम द ब्याकफिल भन्यो भने यो हाम्रो वाल भयो, यो हाम्रो ब्याकफिल भयो। अब यसरी सम्झिनु पर्यो, फिगर बनाएर सम्झिँदा सजिलो हुन्छ। त्यसपछि म्याट फाउन्डेसन इज प्रोभाइडेड व्हेन अ हेभी लोड हेज ट्रान्सफर्ड आइसोलेटेड फुटिङ्स कभर मोर देन 50% विक सोइल। यसको अल हुन्छ। विच अफ द फलोइङ इज नट एजम्सन अफ टेर्जागी बियरिङ क्यापासिटी थ्योरी। टेर्जागीको कुन होइन भन्दाखेरि चाहिँ टेर्जागीको बेस अफ द फुटिङ इज स्मुथ, यो होइन। डेप्थ अफ द फाउन्डेसन इज लेस देन अर इक्वल टु विड्थ, यो लेस देन अर इक्वल टु विड्थ टेर्जागीको एजम्सन होइन। लोड अप्लाइड इन भर्टिकल एन्ड नन इसेन्ट्रिक होइन। सोइल इज आइसोट्रोपिक एन्ड होमोजेनियस। यो सबै मिल्यो नि त खासमा। डेप्थ अफ द फाउन्डेसन मिल्यो, लोड अप्लाइड इन भर्टिकल मिल्यो, टेर्जागीको आइसोट्रोपिक र होमोजेनियस भनेर हामीले एजम्सन पढेको हुन्छ। बेस अफ द फुटिङ इज स्मुथ भन्ने चाहिँ टेर्जागीको होइन। अब रिलेटिभ कम्प्याक्सनको फर्मुला, रिलेटिभ कम्प्याक्सनको गामा डी बाई गामा डी म्याक्स, यो सम्झिनु पर्यो। फाइन्ड द पोरोसिटी, स्पेसिफिक ग्राभिटी दिएको छ, वाटर कन्टेन्ट इज 45%, सबै कुरा दिएको छ। निकाल्नु पर्ने छ हामीलाई पोरोसिटी। पोरोसिटी निकाल्नको लागि हामीसँग ई छैन, भोइड रेसियो दिएको छैन हामीलाई, रेसियो सरी ई दिएको छैन। सो पहिला ई निकाल्नु पर्यो। या सी बाई डब्लुजी वाला फर्मुला युज गरेर ई निस्क्यो, त्यसपछि पोरोसिटी निस्क्यो। ग्रस एरिया अफ फुटिङ इज डिपेन्डेन्ट अन लोड फ्रम सुपरस्ट्रक्चर बेयरिङ क्यापासिटी अफ सोइल, टाइप अफ सोइल अल। द डेप्थ अफ एक्सप्लोरेसन इज इन्डिपेन्डेन्ट अफ, यो सबैमा डिपेन्डेन्ट हुन्छ। साइज हुन्छ, टाइप हुन्छ, टाइप अफ पोरिङ भयो, टाइप अफ स्ट्रक्चर, लोड अफ स्ट्रक्चर। सो एन्सर इज नन। Which roller is used for compacting clay soil? Ship foot ट्याम्पिङ गरिन्छ नि त कम्प्याक्सन गर्दा। भाइब्रेटरी कोर्स ग्रेन सोइलमा भाइब्रेटरी रोलर, स्मुथ विल कम्प्याक्टिङ अस्फाल्ट प्यारामेन्ट्समा, न्युमेटिक भनेको फाइन नन कोहेसिभ सोइलहरूमा युज हुन्छ नै। सिप फुटेड भनेको चाहिँ कम्प्याक्टिङ क्ले सोइलहरूमा युज हुन्छ। सेलाइन सोइल क्यान बी इम्प्रुभ बाई लिचिङ। म्याट कुन टाइप अफ फाउन्डेसन हो? स्यालो। अघि अगाडि टाइप्स लेखिदिएको थिएँ मैले। बियरिङ क्यापासिटी अफ स्क्वायर फुटिङको फर्मुला अगाडि पनि आइसक्यो। यो स्ट्रिपको, यो सर्कुलरको, यो पनि सम्झिनु। रेसियो अफ भोल्युम अफ वाटर टु द टोटल भोल्युम, भोल्युम अफ वाटर टु द टोटल भोल्युम भन्यो भने के हुँदो रहेछ? डिग्री अफ सेचुरेसन। अगाडि फर्मुला लेखिदिएको छ। भोइड रेसियो पनि सम्झिनु। त्यसपछि अल्टिमेट सियर फेलियर, द रेसिस्टेन्स इज प्रोभाइडेड ड्यु टु सियर रेन्फोर्समेन्ट ओन्ली। रेसिस्टेन्स चाहिँ
सियर इन्फोर्समेन्टले, किनभने यसले के को लागि त सियर रेसिस्ट गर्नलाई। पिस्टन स्याम्पलरहरू केमा युज हुन्छ? भेरी सफ्ट क्लेमा। स्पुन स्याम्पलरहरू अल टाइप अफ सोइलमा युज हुन्छ। रेसियो अफ सेटलमेन्ट एट एनी टाइम टी टु द फाइनल सेटलमेन्ट भनेको डिग्री अफ कन्सोलिडेसन। कम्प्याक्सन इज अ प्रोसेस इन विच चेन्ज इन भोल्युम ड्यू टु, अघिदेखि पढेको कुरा छ, एक्सपल्सन अफ एयर, रिमुभल अफ एयर। अनवेटिङ कोहेसिभ सोइल डिक्रिज देयर सियर स्ट्रेन्थ। कोहेसिभ सोइलले सियर स्ट्रेन्थ डिक्रिज गर्छ। While compacting the concrete by a mechanical vibrator, the slump should not exceed 5 cm. Gravity dam is more suitable when the foundation, gravity dam or foundation strong हुँदा suitable हुन्छ। No shear stress acts along the principal plane, हैन, subjected to maximum principal stress। principal plane ले चाहिँ maximum principal stress, सियर स्ट्रेस त हुँदैन, सियर स्ट्रेस हुँदैन भनेर नो सियर स्ट्रेस एक्ट्स भनेर नर्मल स्ट्रेस मात्रै हुन्छ भनेर पढेका छौँ। द न्युट्रल स्ट्रेस इन अ सोइल मास इज स्ट्रेस टेकन बाई पोर वाटर। फर टेस्टिङ अ सेचुरेटेड क्ले फर सियर स्ट्रेन्थ द रिकमेन्डेड टेस्ट इज अनकम्पाइड कम्प्रेसन टेस्ट। थ्याङ्क यू। एक्जाम ओरिएन्टेड मात्र छ, धेरै डिटेलमा छैन, किनभने धेरै लामो जान्छ भिडियो। प्रिपरेसन गर्नु होला, यो अनुसार प्रिपरेसन गर्दा 60-61वटा क्वेसन र मैले दिएको सर्ट पोइन्ट अनुसार 10वटा क्वेसन पर्छ जस्तो लाग्छ। सो बेस्ट अफ लक फर योर एक्जाम।